फाइनली गाइज होइन जिउँदै स्वर्ग देखियो पुगो मतलब पुग होइन हामी पुगो छौँ चिसाले भने नाको त सिलान पनि आइसक्यो होइन चिसाले भने सताइरहेको थियो भाइ अमरराज भरत र समीर घुम्न गएका थियौँ त्यस्तै छ होइन मेरो त लड्ने भन्छ अरू त्यस्तै छैन हालत त्यस्तै छैन जिउँदै स्वर्ग देखियो जस्ट भ्यू पनि दामी छ त्यस्तै मै पुग जिउँदै स्वर्ग जस्तै महसुस हुँदै थियो मलाई त अनि एक दुईवटा फोटो खिचौँ अनि चार्ज पनि भएन मोबाइलमा चार्ज डाउन भएको कारणले भिडियो बनाउन पाएनौँ अनि फाइनली सिधै हामी ओइराकोट यहाँ ओइराकोटमा को हुनुहुन्छ कमेन्ट गर्नु होला साथीहरू अगर बस्नुभएको बाजेहरू केही कुराकानी गर्दै हुनुहुन्थ्यो पछिबाट होर्डिङ हालेको देखेर बाजेहरू रिसाउनु भयो गाली गर्न थाल्नुभयो केटाहरूलाई जात्रा चाहिँ सुरु भयो फाइनली टाइम चाहिँ भोलिमा बितिरहेको थियो अनि चाहिँ हामी चाहिँ अहिलेसम्म बेर्सनकोटको जात्रा फाइनली जात्रा चाहिँ भयो जस रमाइलो भयो जात्रा यो चाहिँ जुम्ला हो यो ठाउँको नाम चाहिँ ठ्याक्क थाहा भएन हजुरलाई थाहा छ भने कमेन्ट गरिदिनु हामीले लास्ट जात्रा बरा भन्ने रहेछ यहाँ सिमतोली गाउँको सबैभन्दा ठुलो जात्रा है हामीले हेऱ्यौँ र चाहिँ फाइनली कालीकोट फर्क्यौँ को हुनुहुन्छ यहाँ कमेन्ट गर्नु गाइज अब चाहिँ दसैँ लाग्यो फाइनली पिङाला चाहिँ सुरु भयो गाइज